30 करोडको त सेयरै रहेछ। 30 करोड त्यो पनि एउटा गाई पालन गर्ने किसानको नाममा चाहिँ सम्पत्तिहरू राख्नु भएको छ भन्ने आजै हेर्नुहोस् न समाचारमा छ्यापछ्याप्ती छ त। कति सत्यता छ मलाई थाहा छैन, तर समाचार त आयो। समाचार गलत हो भने त उहाँले त मुद्दा हाल्नुपर्ने होला नि त। जसले समाचार बनायो समाचारमा पनि त तपाईँको सत्यता त हुन्छ। यिनीहरूले राज्यलाई यतिसम्म दोन गरेर छ, बाफ्रे बाफ है। यो त अब एकजना नै भयो त अब तपाईँ हेर्दै जानुहोस् न, कति होलान् कि यस्ता पात्रहरू त कति होलान्। उहाँहरूको सन्तानहरूको विलासी लाइफ हेर्नुहोस् न। पहिला घरका सदस्य पछि 3 करोड 4 करोड पर्ने गाडी छ। हेर्नुहोस् न, मैले गफ दिइरहेको छैन। सदस्य पछि आजसम्म राजनीति गरेर कोही पनि भन्नुहोस् न, कर्मचारीहरू नै लिनुहोस्, नेताजीहरू नै लिनुहोस्, आजसम्म कर्मचारीहरूले विशेष श्रेणीमा पुगेको कर्मचारीकोमा पनि बढीमा बढी एउटा घर चाहिँ नि बन्न सक्छ। एउटा यहाँ त अब कति हो यहाँ त। त्यस्तै नेताजीहरूको पनि त त्यही हो नि त। नेताजीहरूले पनि तलबै लिनु भएको छ, भत्तै लिनु भएको छ, भ्रमण गर्नुभयो होला। त्यो गरे बापत त अर्बौंको सम्पत्ति त हुन्न होला। धितो पत्रमा त्यस्तै छ, सेयरमा त्यस्तै छ। हेर्नुहोस् कहाँबाट आउँछ यति धेरै? जहाँ तहीँ तपाईँको एउटा उद्देश्यको लागि ब्याङ्कबाट कर्जा ल्याछ, अर्को उद्देश्यको लागि ब्याङ्क खातामा जम्मा गरिया छ। यो त तपाईँको ब्याङ्किङ चाहिँ नि उसको पनि खिलाफ हो नि त। जे गरे पनि भएको छ हिजोको दिनमा त। साँच्चै देख्नुभयो, आज फोटो मैले देखेँ, आज दीपक भट्टको फोटो। सत्ता समीकरणको बेलामा हस्ताक्षर गर्ने बेलामा उहाँ भट्ट पनि साँच्ची रहेछ। हेर्नुहोस् सोफामा मजाले बस्या छ, भिआइपीकै छेउमा छ त्यो मान्छे। के हो त्यो मान्छेको औकात के हो त? हिजो 57 सालमा नेपाल प्रहरीको ठेक्का पट्टामा हात हालेको मान्छे 57 सालमा आज 25-26 वर्षको बिचमा अर्बौंको सम्पत्तिको मालिक कहाँबाट आयो? हेर्नुहोस् 2-4 करोड त नर्मल केक पनि होइन। अब त्यो त हाम्रोलाई 2-4 रुपैयाँ भने जस्तै हो। 2-4 करोड त अब उहाँहरूलाई प्रमाण नदेखाए पनि, स्रोत नदेखाए